आज हाम्रो यस कार्यक्रममा हजुरको स्वागत छ है। यदि एकअर्काको कुनै बानी सुधार्नु पर्यो भने तपाईँ कुन बानी सुधार्नुहुन्छ होला? उसको रिसाउने बानी चाहिँ सुधार्छु। उसको चाहिँ हात उठाउने। हात उठाउने? आफ्नै उठाउँछ मैले उठाउँदैन। जे भयो पनि होइन न मैले उठाएँ पनि अनि त्यो उसले केही गर्न छैन कि मतलब उसले चाहिँ उठाएकै हुनेछ क्या जति जे गरे पनि उठाउने के मतलब एकचोटि टिप्नु चाहिँ उसलाई जरुरी छ क्या त्यो आफै जान्छ कि मन पहिला भने कसैले यसो भने मेरो यसो आफै भन्छ तपाईँहरूलाई एकअर्काको कुन बानी सबैभन्दा बढी मनपर्छ? एकअर्काको हजुर मलाई चाहिँ उसले चाहिँ कस्तो हुन्छ नि अलि केयर गर्छ त्यो चाहिँ मनपर्छ। अनि हजुरलाई? थाहै छैन केही मन पर्दैन? सबै कुरा मनपर्छ एउटा भन्नुहोस् न। वर्ड चाहिँ आएर छ यो भनेको भएन मलाई चित्त हुँदैन। कुनै कुरा छ जुन भन्न चाहनुहुन्छ तर भन्न सक्नु भएको छैन? भन्न चाहन्छु तर भन्न नसकेको कुरा केही छ भने भन्नुहोस् न। आज मेरो तर्फबाट छैन। मेरो छ उसले चाहिँ रिसाको मतलब रिसाको बेलामा फगाउन चाहिँ आउँदैन त्यत्तिकै छोडेर हिँडिदिन्छ त्यो जति गरे पनि केटी मान्छेलाई त जति फगायो नि नपक्किँदासम्म फकाउनु पर्छ नि त ऊ चाहिँ छोडेर हिँडिन्छ है फगायो मतलब छैन यस्तो हुन्छ मतलब छैन गर्दैन म फकाउँछु है त्यो कति कस्तो हुन्छ एकदम त्यो उसँग लगभग जहाँसम्म फकाउनु हुन्छ त्यहाँसम्म फकाउँछु अनि लास्टमा के अरे उसले के भन्छ भन्दा अरे त्यो लास्टै उनी गरिदिन्छ कि बेज्जतै गरेर भने जस्तो भनिदिन्छ नि अनि मन दुख्छ नि त कतिखेर काहीँ हो त्यो मन दुख्यो भने चाहिँ अलि सक्दैन नत्र फकाउँछ। तपाईँहरूले एकअर्कालाई खुसी पार्नको लागि के गर्नुहुन्छ? त्यो भन्न मिल्दैन होला त्यस्तो भन्न मिल्छ भनिदिनुहोस् न। के गर्छु भोग लागेको बेलामा पहिला उता सोमा हुँदा चाहिँ भोक लाग्दाखेरि बिहान उठ्थ्यो है 6 बजे अनि मलाई उठाउँथ्यो आएर उठाउँथ्यो भोक लाग्यो भन्थ्यो अनि मलाई भोक लाग्यो भने नि गएर खाना पकाउँथ्यो मलाई भोक लागेन भने नि कसैलाई पनि पकाइदिन्थेन क्या त्यस्तो थियो मान्छे। अनि अहिले यहाँ पकाएर आएदेखि जहिले मैले पकाएँ एक दुई चाहिँ उसले पकाएँ त्यति ए भनिसके सँगै बस्नुहुन्छ? सँगै नै खाना खाना चाहिँ सँगै सिक्न चाहने कुनै केही कुरा छ जस्तै कि नयाँ भाषा डान्स अथवा कुकिङ? सँगै सिक्न चाहने के छ? डान्स चाहिँ सँगै सिक्नु पर्ला। मलाई चाहिँ आउँदैन डान्स गर्नु जस्तो मैले त्यस्तै गर्छ मलाई चाहिँ हल्का होइन आउँछ त्यो नि आउँदैन। मैले सुनेको थिएँ त्यो के अरे डान्स गर्छ डान्स सिकाउँछ भनेर तर नाच्दाखेरि त्यस्तो त आएन। एउटा कुनै शब्द वा वाक्य भन्नुहोस् जुन तपाईँलाई धेरै पटक एकअर्कालाई भन्नुभएको छ। के अरे तिमीले के भन्छ धेरै रिपिट भएको शब्द एउटा छ मसँग छ त्यो 500 भन्दा बढीचोटि रफ हुँदैन 500 भन्दा बढी युज भयो त्यो चाहिँ म भन्छु उसले चाहिँ त्यो भन्छ मिलाउँछ कि बेबी एकअर्कालाई दिन चाहने सबैभन्दा मिठो कम्प्लिमेन्ट अथवा तारिफ? मामा के छ धेरै छ इनोसेन्ट छ अनि फेरि यस्तो अरूले भनेको चाहिँ मानिन्छ कुनै अब कसरी भनेको हुन्छ भन्ने कुरा बुझ्नुपर्छ नि त मतलब राम्रो इनोसेन्ट अब कोही ठग्ने हुन्छ नराम्रो हुन्छ नि त कसैको त त्यो बुझ्नुपर्छ इनोसेन्ट छ तर बाहिर मान्छेले चिन्दाखेरि अलि नराम्रो तरिकाले चिन्छ जस्तै कि एकदम त्यो ऊ टाइपको चिन्छ नि त त्यो ठग्ने त्यस्तो टाइपको के धोका दिने त्यस्तो टाइपको चिन्छ बाहिर त्यस्तो चाहिँ छैन। अनि रोडेसको बारेमा के भन्नुहुन्छ? के छ एउटा तारिफ गर्ने कुरा? एकदम राम्रो केयर गर्छन् अब भोक लाग्यो भन्दाखेरि खिचेर खिलाइदिन्छ आफैले पनि खिलाइदिँदैन तर खिलाइदिन्छन् माया गर्छन् जे कुरा मन लागेको कुराहरू चाहिँ ल्याएर दिन्छन्। अब जस्तो मलाई यो खानु मन लाग्यो भन्दा ल्याएर दिने किनिदियो भन्दा किनिदियो। अस्ति के भएको बसिरहेको थिएँ उसलाई कटर खान मन लाग्छ क्या अनि त्यस कटर खान मन लाग्यो भने अनि कटर सबै ठाउँ घुम्यो कटरको लागि
अनि लास्टमा के भने कटर पसलमा गयो भने त्यहाँ काँचो बसल थियो क्या अनि कटर छ भनेको कुन कटर भने पाकेको भनेको अनि उसले के भने केही समय पर्खिनु भनेको अनि उसले कति समय भनेको 3 महिना पर्खिनु भनिदियो पसलमा ऊ पर्खेको के पर्खेको नेल लगाउन मन लाग्यो भन्छु अनि बिचरा आफूसँग पैसा छ छैन थाहा हुँदैन बिचरा किन्छु कसरी भयो यदि एकअर्कालाई एउटै शब्दमा बयान गर्नु पर्यो भने के भनेर बयान गर्नुहुन्छ होला बेस्ट फ्रेन्ड के रे बेस्ट फ्रेन्ड अनि हजुरले सेम भन्नु धोकेबाज कुनै बेला यो पनि थियो अहिले चाहिँ छैन के थियो थियो शब्द पनि धोकेबाज यो रिलेसनसिपमा आइसकेपछि तपाईँको लाइफमा भएको एकदम रमाइलो घटना सेयर गर्नु मिल्छ भने सेयर गरिदिनुहोस् न के छ त्यसमा एकदम खतरा घटना छ कि रमाइलो घटना त्यो के झगडा हो पछिल्लो मलाई लाग्यो त्यो त त्यो मलाई सबभन्दा रमाइलो घटना चाहिँ कुन लाग्यो भने फेरि त्यो जुन दिन तिमीले हाम्रो के हामी दुइटाको एपिसोड सँगै खोला थियौ नि अनि त्यतिखेर नाइटमा हामी गरिरहेको थियौँ नि त 2 जना मात्र के नाइटमा हो त्यो पुमा के अरे बानेश्वरमा रोलेक्सले दिएको सबैभन्दा बेस्ट गिफ्ट के छ अहिलेसम्म मैले गिफ्ट दिएको र के देखेछ नि मान्छे कति महिना भयो तपाईँ सँगै भयो कति महिना भयो पहिला चाहिँ भेटेको चाहिँ कस्तो जस तपाईँले चिनेको भेटेको चिनेको 4 महिना भयो 4 महिना 4 महिनामा एउटा पनि गिफ्ट दिनु भएन है त्यसरी त हैन अन्त माया दिनुभयो मलाई चाहिँ झापर्दै ल यो गेम रहेको छ ऱ्यापिड फायर राउन्ड है तपाईँहरूमध्ये सबैभन्दा बढी को रिसाउँछ त्यो ऐनामा हेर्न पाइँदैन है ऐनामा उसले सोच्न पाइयो होइन थाहा छ सबैलाई पुरै के अरे इन्टरनेसनल भाइरल भइसक्यो ठिक छ सबैभन्दा बढी ऐना अगाडि को बस्छ ऐना अगाडि उभिएर हेरिराखेको हो ओके अनि रिसाइसकेपछि छिट्टो को मान्छ अनि झगडा भएमा सबैभन्दा पहिला कसले माफी माग्छ कसले राम्रो खाना पकाउँछ कसले मिठो खाना पकाउँछ अरू मान्छेसँग हुँदा जेलस को हुन्छ बढी कसले धेरै मोबाइल चलाउँछ कसले धेरै बहाना बनाउँछ को धेरै झुट बोल्छ गिफ्ट कसले बढी दिन्छ अहिलेसम्म कसैले पनि देखेन तपाईँको लागि एउटा पाउन लिएर आएको छु मैले त्योभन्दा अगाडि तपाईँले आँखा बन्द गर्नुपर्ने हुन्छ है ल रेडी यु क्यान ओपन युर आइज रेडी 1 2 10 ओपन खै एगो तपाईँलाई नमस्ते फरक सोसल मिडियामा त रोलेक्स र खुसीसँगै भएको देख्न सकिन्छ नि त हामी तपाईँलाई केही मनमा फिल हुन्छ कि हुँदैन हुन्छ त हल्का हट फिल हुन्छ कि होइन अब कस्तो हट त लाइक आफूले माया गरे भने त हजुर हट भन्दा नि जलन त फिल हुन्छ त्यो पनि अब हुन्छ जलन त तर पनि अब लाइक हुन्छ नि उनीहरूले नै केही डिसिजन लिएर आएको मान्छे हो त अझ तर त्यहाँ सुन्दा त भागेर आफूले सुने भएर म आएको त्यहाँ त अनि त तर भाइको होइन रहेछ त्यो सुनहरूको छुट्टै प्रब्लम भएर उनीहरू आएको रहेछ दबसबाट निकालिएको हो कि तपाईँ आफ्नो इच्छाले निस्किनु भएको हो कि के कस्तो हो होइन यस्तो भएको अब उनलाई चाहिँ के भन्ने उनलाई चाहिँ निस्किनु मन लाग्थ्यो अनि उसले चाहिँ निस्किएन अनि त्यसपछि अनि म अहिले पनि अनि निस्किन्छु भने त्यहाँ निस्क्यो खासमा तपाईँको सम्बन्ध चाहिँ के बताइदिनुहोस् न म हामी चाहिँ बेस्ट फ्रेन्ड हो साँच्ची बेस्ट फ्रेन्ड हो सँगै हात समाएर हिँडेको गाउँघरमा हिँडेको भिडियो पनि देखिन्छ ट्रेकिङ गर्नुभएको ठिक छ अनि प्रदीपजी तपाईँ चाहिँ छुट्नु भएछ नि त ट्रेकिङमा त्यो कस्तो जिन्दगीको यात्रामा सधैँसँगै भएर पनि छुट्टिँदैन नि त अब त्यो पनि उसले अर्कै सययात्री चुज गरेपछि त अब म अलिक सधैँ बाधा भएर खुसी बिना
हजुर बाँच्नै नसक्ने हो कि खुसी नै चाहिने हो कि अलिकति भयो हुँदैन तपाईँलाई? खुसी पानी हो र खुसी हावा हो र खुसी बिना बाँच्नै नसक्ने हुँदैन लाइक हो अट्याक भयो मन परायो होइन तर खुसी हुन्छ नि आमा बुवा पनि त बाँच्न सकिन्छ भने हजुर खुसी त लाइक चिन्दै नचिनेको मान्छे त्यो विषय अगाडि त अट्र्याक्ट भाव म मान्छु अहिले पनि होइन अहिले पनि होला कुनै ठाउँमा सब कलर होला तर जुन त्यो ठाउँमा थियो त्यो हिसाबमा थियो अहिले छैन नि त अनि यो मेरो फर्स्ट टाइम होइन नि त लभ गरेको त यस्तो लभ त मलाई 7-8 चोटि परिसक्यो जिन्दगीमा एकचोटि मात्र माया हुन्छ भने पनि होइन त्यसलाई गएर झापड हालिदिन्छ कि जिन्दगीमा माया हुन्छ बारम्बार हुन्छ पहिला अरूसँग भएको थियो अस्ति खुसीसँग भयो भने मेरो अरू कोहीसँग पनि हुनसक्छ र त म अझै पनि जोसोमा छु त उनीहरूले कुरा भयो भने म त यहाँबाट फर्केर फेरि पनि सोमै जान्छु नि त किनकि मलाई म त माया खोज्न गएको मैले माया पाइनँ त्यही हो तपाईँ मायाको भोको भनौँ कि तपाईँलाई बोकेन्द्र भन्दा फरक नपर्ला होइन हजुर 8 चोटि लभ पर्छ भन्नुहुन्छ 8 चोटि पनि लभ पर्छ 8 चोटि त थोरै हो पर्छ उसँग त मेरो केही रिलेसनै थिएन त्यही पनि जब हामी जानेको राम्रो हुँदै थियो उसलाई म छोडेँ भनेर जब ऊ ब्याकअप भयो नि त भने चाहिँ म बोका भएन नि त म बोका भएर त्यतिखेर पनि उसलाई केही ट्राई गर्थ्यो होला अनि माया पाएर अथवा कसैले छोड्यो भन्दैमा चाहिँ पार्टनर चेन्ज गरेको गर्नु त अलि राम्रो हो जस्तो लाग्दैन पार्टनर चेन्ज गरेको गरे मतलब तपाईँले 8 चोटि लभ पऱ्यो भन्ने कुरा हो नि 8 चोटि लभ परेन 8 चोटि यस्तो हो कि 8 चोटि पटक लभ परे होइन 8 जनासँग एकचोटि लभ परे होइन नि त अब उनीहरूको नै माया गरेर चाहिँ होइन उनीहरू नै दुईजना रिलेसनमा छ कि छैन थाहा छैन उनीहरूले पेसेन्ट भन्दा चाहिँ उनीहरूले त्यो सम्बन्धलाई पेसेन्टको नाममा धाक्न खोजे कि के गर्नु खोजे थाहा छैन तर उनीहरू पनि छुट्यो अरे भनेपछि रोलेक्सले अब माया गर्ने अधिकारी छैन त खुसीले अब अरूलाई माया गर्ने अधिकारी छैन त अब खुसीले रोलेक्ससँग छुट्योपछि अरूसँग माया गरेर खुसी पुगिनु भयो त रोलेक्सले अरूसँग माया गरेर पुगिनु भयो त छुट्यो एउटा टाइम लाग्ला मुभन हुन टाइम लाग्ला मुभन भएपछि त माया गर्न पाएन त मैले नै 8 जनालाई उसले हिजो छोड्न खोजेर आज मलाई गर्दै हिँडेँ होइन प्रतीक्षाको फल मिठो हुन्छ अरे थियो होइन तर होइन रहेछ प्रतीक्षाको फल मिठो हुँदैन मतलब यति प्रतीक्षा गरेर चाहिँ जति प्रतीक्षा गरेर एक्लो फल मात्र पाइने रहेछ त्यसरी प्रतीक्षाको फल चाहिँ मिठो नहुने रहेछ त्यसरी मैले प्रतीक्षा गर्न छोडेको भएर चाहिँ तपाईँ त्यहाँ दबस सोमा माया खोज्न जानुभएको हो कि रोमान्स खोज्न जानुभएको खास के हो कुरो माया खोज्न गएको कि रोमान्स खोज्न गएको भन्ने कुरा हुँदैन वेयर देयर इज लभ देयर इज रोमान्स होइन रोमान्स बिनाको माया हुँदैन माया बिनाको रोमान्स हुँदैन भने जस्तो होइन अनि होला म अलिक बढी नै क्लोज छु होला त्यसको मतलब त्यो होइन कि हुन्छ नि लाइक यो चाहिँ अलिकति धेरै रोमान्टिक रहेछ नि तर इफ यु थिङ्क आइम रोमान्टिक देन द्याट्स वाइ प्लस पोइन्ट नि त होइन अनि कस्तो हुन्छ नि जोया खुसी भनेर भन्नु भने यो चाहिँ जोया खुसी भनेर सोभरिमा एउटै मात्र मान्छे म थियो होला कि जब कि जसले चाहिँ फर्स्टदेखि रासम्म खुसी नै हो भनेर बसेको मान्छे प्रदीप जिल्लाको म धेरै क्वेसन सोधेँ अब खुसीलाई सोध्न चाहन्छु खुसीको विचारमा प्रदीप बेस्ट फ्रेन्ड मात्रै भएर बसोस् भन्न चाहनुहुन्छ कि अझै सम्बन्ध अगाडि बढोस् भन्न चाहनुहुन्छ बेस्ट फ्रेन्ड ठिक छ उनी रिलेसनमा बस्ने टाइपको छैनन् त्यो माथि छन् कि उनी हस्बेन्ड मेटेरियल छन् त्यही भएर बेस्ट फ्रेन्ड नाइस अनि हस्बेन्ड मेटेरियल भएको मान्छेले चाहिँ अनि बोयफ्रेन्ड नबनाएर किन बेस्ट फ्रेन्ड बनाएको त नै बोयफ्रेन्ड बनायो भने त अब रिलेसन कति वर्षसम्म टिक्छ भनेर आउनु नि त छुटिहाल्छ ब्रेकअप हुन्छ त्यही भएर अनि बेस्ट फ्रेन्ड भनेपछि त सधैँभरिको लागि रहन्छ नि त अनि रोलेक्स जी चाहिँ कस्तो मेटेरियल हुनुहुन्छ युज एन्ड थ्रो भएको उनी सेम हो हस्बेन्ड मेटेरियल अनि प्रदीपजी काठमाडौँबाट पोखरा आउँदा खुसीकै लागि आउनुभएको हो कि कस्तो खुसीको पछि लागेर आउनुभएको हो कि होइन त्यस्तो होइन म चाहिँ कस्तो भने वास्तविकतामा अडेर बोल्ने मान्छे हो त्यसरी वास्तविकता नै थाहा पाउनु भन्दा चाहिँ लाइक होइन हजुर अनि त्यहाँ चाहिँ के कुरा आयो भने उनीहरूजना भाइको जस्तो कुरा आयो होइन अनि लाइक अनि कस्तो हुन्छ नि रोलेक्स पनि मेरो साथी हो हजुर खुसी पनि मेरो साथी हो अनि जहाँसम्म मैले उनीहरूलाई चिन्छु उनीहरू भाग्ने खालको मान्छे चाहिँ होइन भने वर्ड सुनिसकेँ रोलेक्सलाई नै कल गरेको भने काछु भनेर पोखरा छु त्यसरी म आउँछु खास कुरा चाहिँ के हो भने चाहिँ रोलेक्सले नै आऊ भनेपछि चाहिँ म पोखरा आएको तर यहाँ आउँछ चाहिँ उनीहरूलाई थाहा थिएन उनीहरूको सुट छ भनेर कुरा हुँदा चाहिँ अनि मैले तपाईँहरूसँग कुरा गरेको मैले छु यही पोखरामा भने चाहिँ तपाईँले मलाई कन्ट्याक्ट गर्नुभयो त्यसको लागि धन्यवाद अनि वास्तविकता चाहिँ त्यो होइन चाहिँ मलाई खुसी लागिरहेको छ किनकि लाइक उनीहरू होइन रिलेसनै होस् रिलेसनै होस् तर भाइको भनेको चाहिँ हल्का नराम्रो लागेर चाहिँ म त्यो बुझ्न आएको थिएँ त्यति मात्र हजुर ठिक छ खुसीको लागि चाहिँ आएको होइन खुसीलाई के भएको भनेर चाहिँ आएको जो साथीको लागि आउनुभयो भने न
तपाईँ साँच्चीकै कमेडियन हो कि रियल लाइफमा पनि कि कमेडियन बन्न खोज्नु भएको सोमा कहिलेकाहीँ हुन्छ नि त हामीले कतिपय एपिसोडमा चाहिँ कमेडी कहिलेकाहीँ के भन्नुहुन्छ कहिले के भन्नुहुन्छ होइन त्यो कमेडी गर्न खोज्नु भएको कमेडियन साँच्चै कमेडियन हो कि तपाईँ के हो होइन अब तपाईँलाई हाँस उठिरहेको छ भने त म कमेडियनै होला होइन अब हाँस उठेन भने चाहिँ म कमेडियन बन्न खोजेँ होला तर तपाईँ हाँस उठ्नु भएको छ भने चाहिँ म कमेडियन होला सही हजुर नाइस रोलेक्सजी खुसीजी तपाईँहरू चाहिँ यो सोमा वापस आउनुहुन्छ कि के गर्नुहुन्छ नजाने अनि खुसी मेरो चाहिँ पहिला जाने भनेर सोच थियो अनि त्यसपछि अहिले चाहिँ छैन म त के अरे जान्छु होइन मेरो लागि त अब जाने जे भने लाइफ बुझ्छ भने जस्तै हो अब खुसी गयो भने म छोड्ने त त्यो लाइक केटै होइन त अनि म त लाइक सुट पनि दिनै भएर आउँछु नि त त्यहाँ अनि आज एक दिनको लागि मात्र आएको हो म त अब अहिले एकछिन नै अहिले कति 7-8 बजी होला 9-10 बजीतिर जानुपर्छ तपाईँको लागि हाम्रो यो विश्रम भन्ने एउटा सनग्लासेस रहेको छ लेक साइडमा उहाँको तर्फदेखि केही क्लासेस रहेको छ तपाईँको लागि गिफ्ट खुसीको लागि रह्यो भने आशा सँगसँगै छोरालाई दिनु भएको यहाँ दुईवटा भयो मेरो पोखराबाट लिएको थिएँ यो थापाको यस्तो राम्रो पाउँछ थापाको त्यहीँबाट तपाईँहरूको लागि हामीहरूले एउटा डेट प्लान गरिरहेका छौँ त्यसको लागि हजुरहरू आइदिनु पर्ने हुन्छ है डेट प्लानमा आउनुहोस् हजुरले एकअर्कालाई बुझ्नुहोस् यदि राम्रो लाग्छ सम्बन्ध अगाडि बढाउन चाहनुहुन्छ भने बढाउनुहोस् यस कार्यक्रममा आउनुभएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूको लागि पनि विश्रम ग्लासेसदेखि केही गिफ्ट ह्याम्पर रहेको छ कस्तो लाग्छ यसको त कभर पनि रहेछ कसरी ओ माई गॉड पावर छ त यार डबल यो डे भिजन यो नाइट भिजन यो स्पेसल थ्याङ्क्स हाम्रो विश्रम ग्लासेसलाई थ्याङ्क्स टु विश्रम म नाइट भिजन गराउँछु ल गोरेदेखि थ्याङ्क यू सो मच